सम्पूर्णलाई नमस्कार होइन। अनि म चाहिँ 12 घन्टा ड्युटी गरेर बिहानदेखि 8 बजेदेखि रातिको 8 बजेसम्म ड्युटी गरेर आएको थिएँ होइन। सो अहिले भगत नभएर फ्री भएको छु। अनि आज चाहिँ लास्ट होइन, 2025को डिसेम्बरको लास्ट दिन हो होइन, 31 तारिक हो। अनि मैले चाहिँ अब 10-12 बजीसम्म चाहिँ ह्याप्पी न्यु इयर सुरु हुन्छ नि त, न्यु इयर सुरु हुन्छ नि त होइन। त्यसैले सोचिरहेको थिएँ कि मैले कम्पनी आउँदाखेरि त यहाँनिर त अलिकति रमाइलो फिल हुन्छ होला भनेर, यहाँनिर झिलिमिली परेको पर्खिन्छ छैन भनेर यहाँनिर चाहिँ केही छैन रहेछन् होइन। यहाँ चाहिँ दुर्गम ठाउँै परेछन्। अनि हामी चाहिँ जोरोपाडाको बाटोबाट भन्ने ठाउँको अब यो चाहिँ गाउँै हो, विशेष गरी यो चाहिँ गाउँै हो। त्यसैले पनि होला त्यो अब केएलसिसी अब कहीँ ठाउँ ठुलो ठाउँ भने त तपाईँको राम्रै रमाइलो हुन्थ्यो होला। सबैलाई भन्न चाहन्छु म ह्याप्पी न्यु इयर होइन। अनि जति पनि मेरो युट्युबबाट हेरिराख्नु भएको दाजुभाइ दिदीबहिनी सौदा दिदी अनि टिकटक फेसबुक सबैजनालाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु। अनि सबैको नयाँ वर्ष, नयाँ गोल, नयाँ एम, नयाँ दिन हुनुपर्छ होइन। किनकि तपाईँले ट्याक्क लगाएर अब म 2025मा त यति गरेँ, अब 2026मा चाहिँ यतिसम्म चाहिँ गर्छु, यतिसम्म चाहिँ मिहिनेत गर्छु र मलाई यो सामु चाहिन्छन् भन्ने ट्याक्क लगाएर म यो ठाउँ पुग्न चाहन्छु भनेर कोसिस गरेँ भने चाहिँ तपाईँको हुन्छ नि, तपाईँको गोल हुन्छन् होइन। ट्याक्क लगाएर अब म चाहिँ यो गर्छु भनेर चाहिँ तपाईँको त्यहाँनिर लाग्छन् ट्याक्क लगाएर होइन। अनि त्यहाँदेखि त्यो लाग्ने समयमा पनि तपाईँको इजी हुन्छन् क्या, तपाईँलाई थाहा हुन्छ नि त अलरेडी तपाईँले एम के हो भनेर ठ्याक्क लगाएर, त्यसैले पनि तपाईँले इजी हुन्छ। त्यो भन्दा पनि तपाईँले थाहा हुनुभन्दा थाहा भयो भने चाहिँ तपाईँलाई ट्याक्क लगाएर आफू के गर्छु भनेर थाहा भयो भने त धेरै सजिलो हुन्छ कि। अब जस्तै तपाईँले कहीँ ठाउँमा जानु छ भने त्यो ठाउँमा जानको लागि चाहिँ तपाईँले ठाउँ थाहा हुनु पऱ्यो नि त अगाडि होइन। त्यसैले तपाईँले जान सजिलो हुन्छ नि। त्यसैले यो पनि त्यस्तै हो। तपाईँको 2025 त अब सक्यो, अब नयाँ वर्षमा चाहिँ म 2027 आउनुभन्दा अगाडि यहाँसम्म पुग्छु र यहाँसम्म गर्छु, यहाँसम्म पुग्ने गरले म मेहनत गर्छु भन्ने हिसाबले तपाईँले गर्नुभयो भने तपाईँसँग त्यहाँसम्म अवश्य पुग्नु सक्नुहुन्छ। अनि त्यो कुरा एउटा हो होइन। अनि सबैजनालाई भन्न चाहन्छु हार नमान्नु होला है। अनि जति नै अब कुनै कामतिर होइन सुरुवात गरिराख्नु भएको छ भने, जस्तै अब टिकटक फेसबुक युट्युब तपाईँले केही सुरुवात जस्तो सोसियल मिडिया, अनि इक्जाम्पलको लागि सोसियल मिडिया होइन, अर्को अनेक थरी काम पनि छन् तर विशेष गरी सोसियल मिडियामा भनेको मैले अहिले इक्जाम्पलको लागि तपाईँले हार नमानिदिनु होला। अब कस्तो हुन्छ भन्दाखेरि फर्स्ट टाइम 10 फोल्डिङ त आउँदैन, जस्तै मेरो पनि अब केही छैन तर पनि अब बिस्तारै हुन्छ भन्ने आशय छन् होइन, हुन्छन्। अनि तपाईँको बिस्तारै गर्दा हुन्छन्। जस्तै पहिले 10 लाख आउँछन् र 20 लाख आउँछन्, 20 फलोवर्स आउँछन्, पछि तपाईँले गर्दै गएपछि 1-2 वर्ष बित्दै गएपछि ठ्याक्क अब काट्दै जान्छन् होइन, राम्रो मान्छे भेट्दै जान्छन्। त्यो अब जस्तो त्यो अनुसारको मान्छेहरू भेट्दै जान्छन्, साथी दाजुभाइ भेट्दै जान्छन्। तपाईँले भिडियो बनाउनु छ भने अर्को पनि भिडियो बनाउने मान्छे भेट्नुहुन्छन्, उहाँसँग साथी गर्ने, उहाँसँग साथी बनाउने, मिल्ने बोल्ने गर्दाखेरि तपाईँसँग बिस्तारै धेरै हुन्छन्। हार नमानिदिनु होला होइन। अनि एउटा कुरा यो हो, अब त्यो 1 नम्बर कुरो हो होइन। अब दोस्रो नम्बर कुरो चाहिँ तपाईँको ट्विट गर्नु भएन होइन, छोड्नु भएन एकैतालमा। अब तपाईँले कोसिस गर्नुपर्ने हो खास गरी होइन। तपाईँले ट्याक्क लगाएर छोड्नु भएनन् अनि त्यतिकै तपाईँले ट्राई गर्नु भुल्नु भएनन् कि। ट्राई चाहिँ नन स्टप गर्नु पऱ्यो। अब तपाईँले अब मलाई हुँदैन भनेर ट्राई गरेँ भने त त्यो ठुलो गल्ती हो। त्यसैले ट्राई गर्नु भुल्नु भएनन्, ट्राई गर्नु पऱ्यो। जति नै हार जेसुकै होस् मतलब भएनन् होइन। जोसुकैले त्यस्तो अब एकताल हार्यो भन्दैमा एकताल भएन, एकताल लागेको आएन भन्दैमा त्यस्तो नगर्नु होला है। 1-2 दिन पो आउँदैन त होइन, पछि बिस्तारै गयो सबै ठाउँको बिस्तारै आउँछ नि होइन। एकैतालमा भर्याङबाट माथि पुग्ने र हामी खुट्टा लामो चाहिने कुरो हो। त्यसैले खुट्टा लामो चाहिने पनि खुट्टाको मेहनत चाहिन्छ नि त। त्यसैले अगाडि मेहनत चाहिन्छन् कि जुनै कुरा भयो भने तपाईँले ट्राई चाहिँ गर्नुपर्छ नन स्टप लगाएर। त्यही भएर सबैलाई ट्राई चाहिँ गर्नु भन्छु होइन। नम्बर 1 फर्स्ट कुरा तपाईँले हार नमानिदिनु होला होइन। अनि दोस्रो कुरा कुनै कुरामा ट्राई गर्नु होला है। ट्राई नगरिकन नछोड्नु होला। ट्राई 10-20 चोटि ट्राई गर्नु, त्यो भन्दा पनि 100-200 चोटि ट्राई गऱ्यो भने झन् धेरै राम्रो हो। तपाईँलाई एक दिन त हुन्छन् होइन, नहुने होइन। हामीले कलेक्ट पनि त अनि एकचोटि कलेक्टदाखेरि कहाँ ट्याक्क पर्फेक्ट हुन्छ त होइन। हामीले कविमा कोर्दै 1000वटा कवि सकिन्छ, त्यो पछि बल्ल राम्रो क बन्छ नि त होइन। त्यसैले
सबै थोक एकैतालमा पाइँदैन, ट्याक्क लगाएर होइन कोसिस गर्नुपर्छ। कोसिस पनि सबसे ठुलो कुरो हो होइन। त्यही भएर आफ्नो एम हुनु पऱ्यो, ड्रिम हुनु पऱ्यो, कोसिस गर्नु पऱ्यो त्योसम्म त्यहाँ पुग्नलाई। त्यसैले यसो 2025को यहाँ दिन हो होइन, ट्याक्क लगाएर 12 बजेपछि अब 12 बजेपछि होइन ट्याक्क लगाएर 2026 सुरुवात हुन्छ सबैजनालाई भन्न चाहन्छु यो भिडियोबाट। अनि आफ्नो एम हुनुपर्छ, अब कोसिस गर्नुपर्छ। कोसिस बिना कुनै थोक आउँदैनन्, त्यसैले पनि हो। अनि तपाईँले हार मान्नु भएनन् ट्याक्क लगाएर। अनि सबभन्दा राम्रो चाहिँ तपाईँले अब फर्स्टचोटि तपाईँले कोसिस गर्नु पऱ्यो, दोस्रोचोटि तपाईँले हार मान्नु भएन त्यहाँ नपुगीसम्म, अनि तेस्रोचोटि तपाईँको एम चाहिँ हुनु पऱ्यो। फेरि त्यो तिनवटा चाहिँ एकैतालमा हुनु पऱ्यो। भरे भएन भने तपाईँको अब कहाँ जाने हो के गर्ने हो आत्तो पात्तो हुँदैन नि। त्यसैले जहाँ ठाउँ पुग्नुपर्ने त्यहाँ पनि पुग्दैन। त्यही भएर 2025 त हाम्रो सक्यो। अब 2026मा चाहिँ तपाईँको ट्याक्क लगाएर कहाँ जानु छन् के गर्नु छन्, यो 2026सम्म म के गर्न चाहन्छु ट्याक्क लगाएर आफ्नो मनमा राख्नु होइन, त्यहाँ कोसिस गर्नु। अनि कोसिस गर्दाखेरि हार नमान्नु, ट्राई डोन्ट स्टप गर्नु होला होइन, सबैले त्यो भन्न चाहन्छु। अनि अगेन ह्याप्पी न्यू इयर सबैजनालाई। मेरो फेसबुक, टिकटक, युट्युब जहाँबाट हेर्दै हुनुहुन्छ सबैजनालाई धन्यवाद। यत्तिकै सपोर्ट गरिदिनु भएको। हाम्रो 50 सब्सक्राइब सही पुग्न आँटेको छन् होइन, ठ्याक्क लगाएर पुग्न आँटेको छन्। तपाईँले धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। हामी यति सही भने त धेरै हो होइन। पहिले त मेरो 50 पुग्नलाई लगभग 1 वर्ष जति काटेको थियो, त्यसपछि 50 फाइनली 50 पुगेको थियो। 1.5 वर्ष पुगेर 50 काट्यो। अहिले लगभग 2-3 महिनापछि मेरो 50 क्रस हुन आँट्यो। ठ्याक्कै लगाएर 50बाट सही पुग्न आँटेको छन् होइन। त्यो अलिक छिटो पुग्न आँटेको छन्, त्यो अलिक खुसी पनि लाग्यो तपाईँहरूले सपोर्ट गर्दाखेरि। धेरै धेरै धन्यवाद भन्न चाहन्छु अघि होइन सबैजनालाई। ह्याप्पी न्यू इयर होइन। अब ख्याल राखिदिनु होला, हार नमान्नु होला। सबैजनालाई धन्यवाद।